हेलो गाइज वेलकम टु माई न्यू भ्लग। सबैजनालाई स्वागत गर्न चाहन्छु। सबैजना आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। अनि हिजो चाहिँ नि हामी सुपदेउराली गएर आएर त्यसपछि राति हामी लुम्बिनीमा स्टे गऱ्यौँ। अनि हाम्रो रुम चाहिँ यही छ, देख्न सक्नुहुन्छ सबैजना हैन, यही नै हो रुम। एकदम नचालिङ्गो बनाएछन् केटाहरूले। अनि हिजो लुम्बिनी आइयो, त्यहाँ राति भयो, ल 9 बजे थियो होला आउँदाखेरि यहाँ बस्यो। अनि अब चाहिँ नि बिहान चाहिँ नि एउटा दुईटा मन्दिर घुम्न जाने। त्यसपछि एकजना साथी छ, उसलाई पिकअप गर्छौँ। अनि उसलाई पिकअप गरेर दिउँसो हामी घुमेर ल 2 बजीतिर यहाँबाट फर्किन्छौँ घरतिर। त्यही भएर अहिले यहाँबाट चाहिँ मैले यो होटलबाटै मेरो भ्लग स्टार्ट गर्दैछु। केटाहरू बाहिर बाइक स्टार्ट गर्दैछन्। अनि अब हेर्दै जाउँ के हुन्छ कस्तो हुन्छ हैन। मन्दिरहरू घुमाएर म सबै मन्दिरहरू घुमेको मन्दिर चाहिँ फेरि भिडियोमा लिने प्रयास गर्ने नै छु। त्यति बेरसम्म सबैजनाले साथ दिएर हेरिदिनु होला। अनि जो नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न चाहिँ प्लिज नबिर्सनु होला हैन। हिजोको भिडियोमा नि त्यो एक्सिडेन्टको केसहरू मैले हालिसकेको छु, त्योहरू बाटोमा आउँदाखेरि भएको घटनाहरू हैन। ठिकै छ, डेली भ्लगै भयो हिजो एउटा आज एउटा गर्दाखेरि ल 2 दिनलाई भए पनि डेली भ्लगमा तपाईँहरूलाई स्वागत छ फेरि पनि। ल अब एकचोटि लरेला वास हाल्छौँ, वास हानेर चाहिँ नि, तर एकचोटि वास त हान्नुपर्छ यार, एकचोटि पानी पनि हान्नुपर्छ कि है। वास हानेर अनि त्यसपछि चाहिँ नि जान्छौँ हामी। यो पनि त्यस्तै भएछ पुरा। यस्तो बाइक लिएर भित्र जाने भने त लाजको मर्नुहुन्छ नि होइन। ल हामी अब यसलाई लिएर निस्किन्छौँ अनि बाटोमा भेट्छौँ है त। गुड मर्निङ लुम्बिनी। हामी चाहिँ नि होटलबाट निस्किसक्यौँ। अब पहिला बाइक धुन्छौँ अनि त्यसपछि 5 नम्बर गेट जान्छौँ र हामी त्यहाँ के मन्दिर रहेछ कि त्यहाँ गएर अनि त्यसपछि हामी पस्छौँ मन्दिर। कहाँ धुने हो, कहाँ धुने? बाइक धुन थियो के हजुर? ल झपझप गरिदिनु ल। हामी मन्दिर जाने हो। चट्ट यो 2टा बाइक छन्, सिलिक्क धोएर सिलिक्क टल्काएर टलक्क पारेर जानुपर्छ। टक्कसँग हामीले ब्रेकफास्ट गरेर बाइक पनि टक्क धोयौँ। चट्ट धोएर टलक्क टल्काएर यता भाइहरू आउँदैछ पछाडि। यो बाइक पनि धोयौँ, देख्न सक्नुहुन्छ एकदम चुटिक्क बनाएको छन् केटाहरूले गरेर। हामी अब 5 नम्बर गेट जान्छौँ। त्यहाँ के मन्दिर भन्दै थियो कि साथीले, त्यो मन्दिर घुमेर अनि त्यसपछि हामी 10 बजे फेरि म साथीलाई लिन जान्छु है त। अनि के हुन्छ हामी त्यहाँ मन्दिरभित्र गएर देखाउँदै गर्छौँ तपाईँहरूलाई के हुन्छ कसो हुन्छ। भिडियो गर्न पाइन्छ पाइँदैन, सकेसम्म त म देखाउने कोसिस गर्छु। अब पाइएन भने त कसको के लागेर होइन। हामी 4 नम्बर गेटबाट चाहिँ नि इन्ट्री गरिसक्यौँ। अब यहाँबाट अगाडि हामी मैतीदेवी मन्दिर निस्किन्छौँ, जुन 5 नम्बर गेटबाट जानुपर्ने थियो। त्यहाँबाट चाहिँ अहिले भेकलहरू एलाउड रहन्छ। त्यहाँ मैतीदेवी मन्दिर पहिला जान्छौँ, त्यहाँ गएर अनि दर्शन गरेर फेरि हामी अरू मन्दिरहरू जान्छौँ। अहिले हामी 4 नम्बर गेटबाट भित्र पस्यौँ है त। टुरिस्टहरू पनि आएको छ। तर अहिले दिउँसो त घाम हुन्छ नि यार, सकिँदैन नि। हेर्ने यता कस्तो दामी टेम्पलहरू छ। तर यहाँ गेटमा लेख्यो होला नि यसको यो मन्दिर भनेर न। पहिला हामी सबभन्दा फर्स्टमा हामी नेपालको मन्दिर घुम्ने भाइ, ठिक छ। त्यसपछि जाने त यसरी घुमेर निस्कौँला न अनि यसरी। अनि त्यसपछि मैतीदेवी जाऊँ ल। भित्र त दिन्न होला फोटोसोटो है। 12 बजी बन्द हुने होला कि सायद। होइन यो यिनीहरू जुत्ता चप्पल बाहिरै खोल्ने, क्यामेराहरू उहाँ भित्ता छुन नि नपर्ने रहेछ नि। केटा तले हिँड्दा चिल्लो भित्ता भन्दै होटलको भित्ता साथी यहाँ छुन नपाउने भयो। वाल टच फोटो, मोबाइल फोन, क्यामेरा, लाउड स्पिकिङ सबै भित्र निषेधित गरेको चिजहरू। अनि जुत्ता र चप्पल यहीँ खोल्नु पर्ने। अब जुत्ता चप्पल खोल्छौँ अनि जाऊँ है त। सिसीलाई त सजिलो भयो कि यस्तो जुत्ता लगाएको जाममा खोले होइन। फोटोग्राफी गर्दैछु यहाँ हाम्रो नेपालको मन्दिर।
यसको अगाडि रातो जुम आउट मन्दिर रहेछ थाइल्यान्डको भने कि फ्रान्सको भने क्या फुल्लै इन्टेरियर चाहिँ यस्तो छ यहीँभित्रको यहाँ पुरै घुम्दैछौँ अगाडि के लाने चस्मा त यहाँ आँखैमा छ यो फाले कुरो भएन त्यही नै हो हामी अब अगाडि बढ्दै हामी कुन यो कुन मन्दिर हो यो जापानको कोनिचिवा के गोदाइमस रे यो गोदाइमस तू समझा हाँ नहीं तू समझा नहीं ए आरिगातो गोदाइमस हामी तीनटा मन्दिर घुमेर यहाँबाट अब फेरि उता के अरे बिचको मैती देवी मन्दिर जानको लागि भाइहरू अगाडि छ यहाँबाट हामी निस्किन्छौँ जस यहाँ फोटोसोटो भिडियो सुट भयो भाइहरू लडामाथि गरे यहाँ भिडियोको लागि त्यही नै हो जस रमाइलो भइरहेछ मैती देवी गएर भेट्छौँ र म मेरो साथीलाई लिन निस्किन्छु भाइहरूलाई त्यहीँ छोडिदिन्छु के गर्छन् कसो गर्छन् त्यहीँ डुल्दै गर्छन् तिमीहरूलाई मैले 1 घन्टा त्यो छोडिदिन्छु ल नहराउने चिज होइन भोलि तिमीहरू कोही हरायो भने त देखाएर पनि तिमीहरूलाई त्यहाँ होटेलसम्म पुऱ्याइदिन्छ तरिकाले होटेलको कार्ड A few moments later आइसक्रिम खाने भन्छ भान्जाहरूलाई गऱ्यौँ भयो अरे आइसक्रिम खाने रे यसलाई 80 रुपियाँ हो 50 कति महँगो हो र यार महँगो होइन दाइ जहाँ पनि खानुहुन्छ त्यही रेट 50 हो चोकोबार हाम्रो त 50 वाला खाऊँ हेल्मेटसँग त त्यसरी हेल्मेटसँग कुन खान्छ अहिले यो पिस्ता बादाम यो कति अरे यसलाई 50 यसलाई नि 50 हजुर कोही छ जुन म यो खान्छु ल मिठो हुन्छ ल भन्छ कबारे त नखानु कभर कहाँ राख्ने हो लाउनु कभर राख्नु ल कभर राख्नु ल त्यो बाँकी ओ दाजु कभर राख्नु ल अब हामी आइसक्रिम लियौँ यहाँबाट जानुपर्ने हुन्छ यहाँ बिचबाट जान दिन्छ तर मिठो लागेन नि मलाई यो साटम त मिठो छैन साटम न साटम त भन्छ तिमी त गर्दै खाएको के हो कसो हो कुरो घर लान्छस् अन्त सेल धन्न यतिको मौसम ठिक्क है चटपटी गर्नु पर्ने यहाँ त यो बोलेर खाली उठाइ हिँड्न नसकिने हुन्छ नि केटा फाइनल्ली हामी यो सबै यो फेरो मन्दिर छ नि यो मन्दिरको पुरै यो फेरोको टक्क बिच यो सेन्टरमा आएर हामीले यहाँ भिडियो फोटो गर्दैछौँ फोटो आइहाल्छ फेसबुकमा मैले त इन्स्टा त चलाउँदैन फेसबुकमा म हालिहाल्छु होइन अनि भिडियो त्यसै हिँडेको अलिअलि भिडियोहरू चाहिँ टिकटक बनाउँछ अब टिकटक बनाउनु त सकिन्न त्यति मिति ट्यालेन्ट पनि त छैन फेरि दुःख छ ट्यालेन्ट कम भएर अनि जो यहाँको चाहिँ नि भाइरहरु फोटोसुट गर्दैछ यहाँबाट हामी अब चाहिँ नि मैती देवी मन्दिर निस्किन्छौँ जहाँ चाहिँ नि यो लुम्बिनीको एकदम मेन मन्दिर बुद्धको पाइलाहरू भएको मन्दिर भएन होइन त्यहाँ जान्छौँ अनि त्यसपछि त्यहाँ पनि भिडियो फोटो मिल्यो भने गरिहाल्छ नमिल्यो भने त अब कसरी गर्ने सबैलाई धेरैलाई पनि थाहा होला फेरि लुम्बिनीको प्रख्यात ठाउँ पनि हो मेन लुम्बिनी आइसकेपछिको मेन मन्दिर जाने बाटो सबैजनाले चिन्नुभएको छ होला होइन यही नै हो भाइहरू अगाडि हिँड्दैछ म यहाँ पछाडि छु
जोस् यहाँबाट अगाडि फेरि यो बोटिङ भइरहेको छैन अगाडि तर म फेरि अहिले यहाँ छु यहाँ एक दुईवटा फोटो खिच्नुपर्ने हुन्छ फाइनल्ली हामी होटलबाट चेकआउट गरेर हामी अब भैरवा निस्केर भैरवाबाट फेरि परासी निस्केर परासीबाट अनि हामी निस्किन्छौँ नवलपुरतर्फ हाम्रो यात्रा अब सुरु भइसक्यो भाइहरू त्यहाँ छ मैले यहाँ झोला बाँधेर मेरो बाइकमा यहाँबाट हामी यो बाइकमा हिँडेँ अब हेर्दै जाऊँ अगाडि के हुन्छ गर्मी निकै लास्टै बढेको रहेछ यतातिर है अब हाम्रोतिर त यति मिति गर्मी त भइसकेको छैन तर गर्मी बढ्दो क्रममा छ अहिलेको साल दुःख पाइएला जस्तो छ गर्मीले ठिकै छ तर केही छैन जे चिजसँग पनि लड्ने क्षमता हाम्रो शरीरमा छ के त्यही भएर डराउने होइन यार गोर्खालीको छोरो यार भइजान्छ सबै कुराहरू लुम्बिनी पनि राम्रै घुमघाम भयो होइन मैले फेसबुकहरूमा त पोस्ट हालेको थिएँ अब इन्स्टा त युज गरिन्न अनि त्यही भएर इन्स्टामा खासै अपडेट हुन पाउँदैन टिकटकमा पनि अपडेट भइरहेको छ अस्ति एक्सिडेन्टको केसहरूदेखि लिएर सबै कुराहरू मैले हाले नै रहेको छु अनि दाउनेको धुलो प्रब्लमहरू सबै कुराहरू हालेको छु टिकटकमा राम्रै भ्युज गएको छ सबैजनाले हेरिदिएर साथ दिनुभएकोमा चाहिँ नि सबैजनालाई एकदम मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु अर्पण गर्न चाहन्छु होइन त्यही हो रमाइलो छ जियोस् अब छुट्टी पनि भइन लाग्यो सायद आज 12-13 हो भने 14-15-20-25 लगभग हप्ता दिनको कुरा हो हप्ता दिनपछि चाहिँ नि अनि पल्टनतिर लाग्नुपर्ने हुन्छ त्यही भएर अब हप्ता दिन जति घुमेँ जे गरे पनि यही हो अब यो सालको छुट्टी खासै छैन 1 महिना मात्रै हो त्यो कहिले आउँछु थाहा छैन अब भ्लग भन्ने कुरा चाहिँ नि पल्टनतिर गएपछि त्यस्तै हो अब ड्रेसअपको फोटोहरू हाल्न पाइँदैन पाउने भएको भए मलाई डेन्जर भ्लगहरू बनाएर हालिदिन्थेँ पल्टनको अब मिल्दैन त्यो हुनाले अब यहाँ जति घुमिन्छ बसिन्छ त्यति बेरसम्म हो ठिकै छ अब त्यति बेरसम्म पनि साथ दिएर सपोर्ट दिने हुने सबैजना मेरो दर्शक श्रोताहरूलाई चाहिँ नि दर्शक श्रोताहरू सरी मुख लटपटेर यस्तो हुन्छ क्या फेरि दर्शक फेरि त्यस्तै भयो दर्शक श्रोताहरूलाई चाहिँ नि सबैजनालाई मुरी धन्यवाद दिन चाहन्छु त्यही नै हो ए साइडमा रोक्न यार कस्तो माया ए साइडमा रोक्न यार कस्तो माया
रिस उठ्छ यार बन्द भयो के अरे साला धन्न ठोक्केन होइन मेरो फेरि टेम्पर आयो एकदम चाँडो टेम्पर आयो हुन्छ है के हो म त जान्नै सक्दिनँ ठिक छ तर यस्तो रिसाउनु हुन्न कहिलेकाहीँ साधनको कुराहरू भनेको ठाउँमा ब्रेक लाग्दैन भनेको ठाउँमा पिकअप लेख्दैन होइन त्यो भइहाल्छ सबै कुराहरूलाई मध्यनजर गर्दै हामी अगाडि बढ्नुपर्छ जिन्दगीमा अप्स एन्ड डाउन हुँदै गर्छ तर चिलमा लिने हो सबै कुराहरू होइन भैरवा एयरपोर्ट यो साइडको चाहिँ नि तपाईँको राइट साइड यो साइडको चाहिँ नि भैरवा एयरपोर्ट हो जो इन्टरनेसनल एयरपोर्ट यहाँबाट जाँदो रहेछ बाटो होइन यहाँबाट जाने बाटो दुबईको फ्लाइट आएको रहेछ भर्खर यही नै हो हाम्रो भैरवा इन्टरनेसनल एयरपोर्ट भैरवा इन्टरनेसनल एयरपोर्ट यही नै हो एकदम ठुलो छ तर व्यवस्थापन त्यति खासै राम्रो भयो जस्तो लागेन मलाई त्यति प्लेन आवाजावत पनि नहुने रहेछ क्या हो कता कतै देखिने रहेछ बिस्तारै हुँदैछ भैरवा एयरपोर्ट पनि यही नै हो भैरवा इन्टरनेसनल एयरपोर्ट दुबईको फ्लाइट आएर रहेछ भर्खर होइन दुबईको प्लेन आएर तर फ्लाइट कहाँबाट आयो थाहा भएन त होइन त्यही नै हो बुटवल 26 किलोमिटर नारायणघाट 121 किलोमिटर बेलाही 9 किलोमिटर ठिक यही नै हो इन्टरनेसनल एयरपोर्ट गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट पो रहेछ त दामी भाइहरू पछाडि आउँदैछ मेरो पछि छ म चाहिँ नि अगाडि लिड गरिरहेको छु केटाहरूलाई केटाहरूले बाटो चिनेन नि त त्यही भएर केटाहरू पछाडि आउँदैछ म अगाडि लिड गर्दैछु जिम सालेर एक भाग यहाँ फेरि चेकिङहरू धेरै हुन्छ क्या भित्र बस्छ क्या पुलिसहरू यहाँहरू चलाउनु पर्छ दाउन्ने भन्दा अगाडिको भिडियो र म दाउन्ने भन्दा पछिको भिडियो गर्छु हाम्रो हालतको है बाइकको हालतको सबै कुराहरूको बिफोर एन्ड आफ्टर हाम्रो हालत अहिले जानुभन्दा अगाडि दाउन्ने छिर्नभन्दा अगाडिको बरगाडको हालत यस्तो त बरगाडबाट उता बुटलबाट यता आउँदा हामी भित्री बाटो आएको सुनौली हुँदै अब यता दाउन्ने लागिसकेपछि दाउन्ने झरेपछिको अवस्था म देखाउँछु है त फर्केर यहाँ आइसक्यौँ दाउन्नेको धुलो सुरु भइसक्यो है दाउन्नेको धुलो सुरु भइसक्यो एकदम चर्चित धुलो दाउन्नेको हाम्रो दाउन्नेको 4 नम्बर प्रदेश नारायणघाट बुटोल सडक खण्ड बहुत फेमस नेपाली पाउडर ल हेर्नुहोस् है सुरु भइसक्यो अब दाउन्नेको धुलो यहाँ सुरु भइसक्यो अब मैले बिफोरको भिडियो बनाइसकेको छु अब आफ्टर त्यसपछिको भिडियो म तपाईँलाई बिचको देखाउँछु अनि त्यसपछि गएर
आफ्टर लास्टको भिडियो म कुन हालतमा तलतिर झरेर दाउन्नेबाट त्यो भिडियो देखाउँछु तपाईँलाई फेरि है त। दाउन्नेको कन्डिसन सबै म देखाइहाल्छु। अहिले एकदम बाइक चटक चटक्क बाइक बनाएर लिएर हिँड्ने छ हामी। तलबाट उताबाट आउँदा धोएर गरेर भित्रबाट आएको सर र राम्रो थियो। भाइहरूको पनि दामी है, यिनीहरू पनि सफा छ। अहिले अब हेर्नु है बाटोमा पुरै कामहरू भइरहेको रहेछ, त्यही भएर एकैछिन भने बाटो रोकिया छ। चलिदिनु पर्छ क्या हो, चल्नु पनि चल्छ। ल भन्छ भन्दाले रोक भने गाडी किन बाटोमा भेटेन भनेको त भन्दा यहाँ रोकिया रहेछ नि त। अब त्यो डोजर त्यहाँ मुनि गर्छ त यार। हामी अहिले तपाईँको दुम्कीबास कटेर अब आरमखोला र दुम्कीबासको बिचको जङ्गलमा छौँ। हालत यस्तो छ, तपाईँहरूलाई मैले पहिला पनि देखाएको थिएँ म दाउन्ने चढ्नुभन्दा अगाडिको हालत यस्तो छ भनेर होइन। अहिलेको हालत हाम्रो यस्तो छ। अब यतातिर त बाटो अलि ठिकै छ, त्यही हो दाउन्नेदेखि दुम्कीबाससम्मै खतम थियो के बाटो। अब दिनदिन आइपुग्यो सेफली। सुब्बादेउराली मातालाई रक्षा गर्नुभयो। हामी जुन लक्ष्यले गर्थ्यौँ त्यो लक्ष्य पुरा गरेर अहिले हामी घर अब लगभग नजिकै छौँ। घर नपुग्दा त केही भन्न सकिँदैन, तर हामी एकदम सेफली घर पुग्नेछौँ। त्यसपछि आजको दिन फुल रेस्ट गरेर भोलि यो भ्लग म भोलि हाल्छु। सबैजनाले हेरेर मन पराइदिनु होला। जो जहाँबाट हेर्दै हुनुहुन्छ एकदम सपोर्ट गरिदिनु होला। अनि नयाँ नयाँ भ्लगहरू आउँदै गर्नेछ। सबैले साथ दिनु होला, सपोर्ट गरिदिनु होला र एकअर्कालाई सेयर गरेर सबैलाई सब्सक्राइब गर्न भनिदिनु होला। यसरी नै हामीलाई अब नयाँ नयाँ भ्लगरहरूलाई प्रेरणा मिल्छ काम गर्नको लागि होइन। त्यही नै हो, अरू त के भन्ने। सबैजना जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ खुसी रहनु होला, सुखी रहनु होला। अनि गर्मी बढ्दैछ, अलिकति स्वास्थ्यको ख्याल गर्नु होला। ओके बाई। आजको भिडियो यहीँ खतम गर्छु है त। थ्याङ्क यू सो मच फर वाचिङ।